र भ्रष्टाचारको अन्त्य हुन्छ। घुस कमिसन अनियमितता घट्छन्, सरकारी काम स्वच्छ बन्छ, सेवा प्रवाह छरितो र प्रभावकारी हुन्छ, नागरिकले समयमै सम्मानका साथ सेवा पाउँछन्। यदि कर्मचारी इमान्दार भयो भने राजस्वमा वृद्धि हुन्छ, सियोर हुन्छ, कर छल्ने प्रवृत्ति कम हुन्छ, सरकारी आम्दानी बढ्छ, विकास योजनाहरू सफल हुन्छन्, बजेट सही ठाउँमा खर्च हुँदा गुणस्तरीय विकास हुन्छ, जनताको सरकारप्रति विश्वास बढ्छ, कर्मचारी इमान्दार हुँदा राज्य प्रणालीमा भरोसा बढ्छ, कानुनी शासन मजबुत हुन्छ, नियम कानुन सबैका लागि समान रूपमा लागू हुन्छ। त्यति मात्रै होइन, योग्य र मेहनती जनशक्ति प्रोत्साहित हुन्छ, मेहनतको कदर हुँदा प्रतिभा पलायन रोकिन्छ, सामाजिक न्याय र समानता बढ्छ, पहुँच र सिफारिस होइन योग्यता आधार बन्छ, राष्ट्रको समग्र छवि विकासिन्छ, अन्तर्राष्ट्रिय रूपमा देशको प्रतिष्ठा बढ्छ। अर्थात् अन्तमा भन्नु पर्दाखेरि कर्मचारीको इमान्दारिता नै सुशासनको मेरुदण्ड हो। कर्मचारी इमान्दार भएमा देश दिगो विकास र समृद्धि तर्फ बढ्छ। धन्यवाद।